आजको अपडेट स्टडी इन युएसएसँग रिलेटेड छ। युएसए अप्लाई गर्दै हुनुहुन्छ भने तपाईँलाई एजुकेसन कन्सल्टेन्सी चाहिँदैन। कारण किन भन्दाखेरि धेरैवटा कन्ट्रीमा चाहिँ एडमिसन प्रोसेसदेखि लिएर भिजा लजमेन्ट प्रोसेससम्म चाहिँ प्राय एजेन्सीले नै गरिदिन्छन्। तर युएसएको केसमा डकुमेन्टेसन ह्यासल्सहरू धेरै हुँदैन। र अर्को भनेको भिजाको लागि तपाईँले इन्टरभ्यूमा अपियर भएपछि पाउने नपाउने त्यहाँबाट डिसिजन हुन्छ। अब सबैभन्दा ठुलो प्रश्न भनेको चाहिँ कुन युनिभर्सिटी जाने भन्ने हुन्छ। त्यसको सल्युसन म तपाईँलाई दिन्छु। एउटा पपुलर वेबसाइट छ niche.com भन्ने वेबसाइट। त्यहाँ तपाईँले सिटी वाइज तपाईँको प्राइभेट युनिभर्सिटी पब्लिक युनिभर्सिटी वाइज सब्जेक्ट वाइज तपाईँले फिल्टर गर्न पाउनुहुन्छ। त्यहाँ तपाईँले फिल्टर गरिसकेपछि तपाईँलाई लिस्ट अफ युनिभर्सिटिजहरू उनीहरूले देखाइदिन्छ। त्यहाँ तपाईँले भित्र इन्टर गरेर त्यहाँभित्र तपाईँले युनिभर्सिटीको फिडब्याक्सहरू स्टुडेन्टको रेस्पोन्सेसहरू हेरेर तपाईँलाई जुन पाएको पर्छ त्यो युनिभर्सिटी तपाईँले सेलेक्ट गर्दा हुन्छ। अलिकति हेल्प तपाईँलाई इन्टरभ्यू प्रिपरेसनमा चाहिन्छ। त्यसको लागि देयर आर सो मेनी मटेरियल्स अराउन्ड जहाँबाट तपाईँले हेल्प लिन सक्नुहुन्छ। त्यसैले युएसए अप्लाई गर्दै हुनुहुन्छ भने तपाईँलाई एजुकेसन एजेन्ट आवश्यक छैन।